Hello guys, welcome to my channel. हाम्रो विवेकजी हुनुभएको छ, हामी यता छौँ। पोज दिउँ होला हल्का, म चाहिँ उसको काममा आएको यो भनिरहेको छ होइन। टिकटक हाल्नुहोस् भोसडी मैले भरे हेर है त्यहाँ मेरो यो अवस्था त्यहाँ टिकटकतिर इन्स्टातिर स्टोरीतिर आयो भने म मेरो 55 को दिलबासरको भने जस्तो यही हो। यो त हामी भन्दा नि अब गइरहेको यहाँ एकचोटि ट्राई गर्नु हुन्छ कि त। देख सकते हो आज हम इधर है, दिन पनि एकदम मौसम गाढ़ा गाढ़ा हो रहा है। गार्डन हन्न गार्डन हल्का के गर्नु पर्छ के हो दिन पनि गार्डन होला त्यस्तो। हामी आटा बनाएर भइसक्यौँ, अब एउटा गरेर छ अब। तर म यो गएर हेर्छु है, एडिट गर्ने बेला आफ्नै थोपडा हाल्न मन लाग्दैन के गर्ने। यहाँ त म त भइदिएर हाने यस्तो छ उलिया। यसको हेर्न सक्नुहुन्छ, यस्तो उलिया छ यसको चाहिँ बडी। ल यी सक्दैन नि फेरि बडी चाहिँ हेरे भोसडी नहाल्यो नहाल्दैन, हाल्छु हेरे आकाश त्यस्तो भरे टक्क गएर होइन सर जान टक्क आउँछ। सुरु गर्यो केटाले काम अब। ल है त ल, त्यो जुमाउट हुँदैन क्या मेरो को। म चाहिँ तालु खाँदै बस्छु होइन, तालु। सुरु गर्यो, सुरु गरिसकेको छ है। जाम जोसमा छ, जोसमा 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 जोसमा। यहाँ सक्नुहुन्छ म पनि गर्नुपर्ने हुन्छ है। मेरो चाहिँ यो कोदालो छ अनि यो पनि छ, कोदालो छ। यस्तै छ, एउटा हातले क्यामेरासम्म नि एउटा हातले के गर्नु भन्दा फ्याङ हुन्छ त। गाइज हेर्न सक्नुहुन्छ, फाइनली हामी सकिसक्यो। ग्लास बोक्ला खायो बुवा कति गएर आउनुभयो? ए हजुर अहिले खानु भएको सकियो त सक्यो। कता गर्छ नि यहाँको लाउरे यसपालि आउनु भएको लाउरे ए कहाँ हुनुहुन्छ? दलालमा ए ए देखिदिन त नि खेतमा रोप्नुहुन्थ्यो लाउरे भएको छ भनेको छु। पानी नै राम्रो छ भएन यो पालि, अब रोप्ने एक दुई दिन पानी राम्रोसँग भएको छ। यहाँ मूल आउँथ्यो, यहाँ पुरा खाडिदिए त नि हुँको पानी आउँथ्यो। पानी हटासबाट आएको त एकछिन हुन्छ बाबु पानी आयो त एकछिन घर तपाईँले के भन्छ अरे यहाँ बोटभन्दा यतापट्टिको घर हो नि हजुर। यस्तै धान लगाउँछ यस्तरी। आउँदै गरेँ म चाहिँ जाँदै गर्छु है त। म त बाटै चिन्दिनँ है, कता हो जाँदै जस्तो लाग्थ्यो बाटो त। बाटो यतैडी थियो जस्तो लाग्थ्यो त्यहाँ। Finally, हम आ चुके हैं गाइस। हाँ एकदम A1 तर हामीले त बिहान गरेको जस्तो गाह्रो त हुँदैन होला यार। हाम्रो त पुरा गेगर भएर
कालो टङ टङ गरेर यार खन्दामा नि कोही चप्पलका बाँड बस्यो यार ल खाइस अनि आइसक्यो फाइनली